आम मान्छेहरूलाई त्यो मेमोरी ब्यागेज भन्छ नि, हिजोको एउटा हिजोको एउटा त्यो अवस्थाको त्यसलाई मेमोराइज गर्ने मान्छेहरूले के हो भन्ने दुविधा छ भने त्यो दुविधा हटाइदिनुहोस्। हामी यो निर्वाचनमा कुनै पनि किसिमले निष्पक्ष, स्वच्छ र मर्यादित हुने गरी सुरक्षाको प्रत्याभूति गर्छौँ। त्यसमा साथीहरूले कुनै संशय नराख्नु होला। अहिले सुरक्षाको प्रमुख साथीहरूले कुरा राखिसक्नु भएको छ, त्यो कुरालाई मैले फेरि दोहोऱ्याउन चाहेँ। साथीहरूले अन्यथा नलिनु होला। अब मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारीमा योभन्दा अगाडि धेरैचोटि आफूले अनुभव प्राप्त गरेको हुनाले केही एक्सपिरियन्सेसहरू छन्, तिनीहरूको ब्याकड्रपमा म तपाईँलाई 2-3 वटा कुरा सेयर गर्छु। पहिलो कुरा त म घटनाक्रमबाट भन्छु, कहाँ के भनेर भनिनँ साथीहरूलाई। सहायक मतदान अधिकृत भएर म पहिला कुनै जिल्लामा गएको थिएँ, मकवानपुरमा। सहायक मतदान अधिकृत भएर जिम्मेवारीमा गएको मतदान अधिकृतज्यू पनि सँगसँगै हुनुहुन्थ्यो। समस्या चाहिँ एउटा जुन हिसाबको टिम हुनुपर्ने हो, टिम वर्क हुनुपर्ने, त्यसमा चाहिँ कता कता आशंकाहरू भए। त्यो बुथ सुट बनाउन अलिअलि पैसा आएको हुन्छ नि चिया खानलाई, त्यो पैसो चाहिँ कति आएको छ मतदान अधिकृतले देखाउँदैन। लौ न कति पैसा आएको भने कहाँ हुनु, या त खत्तम, यो सरकार खत्तम, निर्वाचन आयो, त्यस्तै लुच्चा सबै पैसै दिन्नन् भन्छ। अनि सबै साथीले मलाई सोध्नुहुन्छ, गणेश सर लौ न के हो यो, कति हो, के हो भनेर भन्नुहुन्छ। यदि त्यो मतदान अधिकृतले सबै आफ्नो टिमको साथीहरू राखेर, साथीहरू नेपाल सरकार खास गरी निर्वाचन आयोगको नर्म्स अनुसार यो स्थल अथवा मतदान केन्द्रको व्यवस्थापनको लागि यति पैसा छ, के गर्नुपर्ने हो गर्नुहोस् भनेर पारदर्शी ढङ्गले त्यो कुरा राखिदिएको भए टिममा चाहिँ फाटो आउने थिएन। नम्बर 1। अर्को ठाउँमा मतदान अधिकृत भएर गएको थिएँ म। सहायक मतदान अधिकृत साथी हुनुहुन्थ्यो। यो गर्ने भने यस्तै ओरिएन्टेसनमा पछि मजासँग कुरा सुन्यो, यसो गर्छु उसो गर्छु भनेर प्लान गरेर गयो। त्यो सहायक मतदान अधिकृतज्यू त कुनै अमुक पार्टीको अन्धभक्त हुनुहुँदो रहेछ। अनि बेलुकी चाहिँ हामी एउटा स्कुलमा थियो, यताउति गुन्द्री सुन्द्री लगाएर झ्याल बन्द गरेर चाहिँ बसियो। सहायक मतदान अधिकृत हुनुहुन्न, कहाँ हुनुहुन्छ खोज्नुहोस् भन्दा त्यो दिन उहाँको पत्ता लागेन, मोबाइल स्विच अफ गरेर बस्नु भएको थियो। पछि थाहा भयो, मैले इमान्दारीपूर्वक बताएको तपाईँहरूलाई, पछि थाहा भयो उहाँ चाहिँ कुनै एउटा जुन राजनीतिक दलको नजिक हुनुहुन्छ, त्यो राजनीतिक दलको स्थानीय नेताको घरमा गएर खाना खाएर सुत्नुभएछ। त्यसको मेसेज के जान्छ होला विचार गर्नुहोस्। यस्ता केही कुराहरू छन्, ती कुराहरू अनुभव जडित कुराहरू तपाईँहरूले जान्नुपर्छ, बुझ्नुपर्छ र त्यही किसिमको आचरण व्यवहार प्रदर्शन गर्नुपर्छ। हाम्रो आग्रह छ साथीहरूलाई, अघि एसावरले भन्नुभयो यो निर्वाचनको सन्दर्भमा तपाईँ मुख्य निर्वाचन अधिकृत हो, प्रमुख जिल्ला अधिकारी पनि तपाईँ हो, सुरक्षाको प्रमुख पनि तपाईँ हो। तपाईँले चाहनुभयो धेरै कुराहरू, अधिकांश कुराहरू तपाईँको सक्षमता र कार्यकुशलतामा भर पर्छ। त्यसैले हामी आग्रह गर्छौँ, अनुरोध छ तपाईँहरूलाई, शुभकामना पनि छ। जुन मतदान केन्द्रमा खटिनु भएको छ त्यो मतदान केन्द्रको मतदानको कार्य कुशलतापूर्वक सम्पन्न गरेर तपाईँहरू फर्कनु हुनेछ। त्यसका लागि तपाईँहरूलाई कुन तहको समन्वय, सूचना, सहयोग, सुरक्षा के चाहिन्छ, हामी हरदम तपाईँहरूसँग हुन्छौँ। तपाईँलाई म वचनबद्धता प्रकट गर्न चाहन्छु। राति 12 बजोस् 1 बजोस् तपाईँलाई कहीँ समस्या भयो भने नबिर्सिनु होला, सिङ्गो राज्य मसँग छ, सिङ्गो राज्य मेरो पछाडि छ भन्ने खालको त्यो खालको दृढ विश्वास र भरोसा लिएर तपाईँहरू मतदान केन्द्रमा खटिनु होला। मैले साथीहरूलाई त्यसका लागि अनुरोध गर्न चाहेँ। अब मतदानका सामग्रीका कुराहरू त्यहाँ चाहिँ समयमा पुर्याउने कुरा, अनि मतपेटिकालाई चाहिँ समयमा त्यहाँबाट चाहिँ ल्याउने प्रबन्ध ढुवानीका व्यवस्थाहरू, ती कुराहरू सबै हामीले गर्छौँ। त्यसमा तपाईँहरूलाई सकेसम्म कमभन्दा कम झन्झट होस् भन्ने किसिमले हामीले प्लान गरेका छौँ। यो चितवन जिल्लाका 494 वटा मतदान केन्द्रहरू हामीले चाहिँ त्यो सबै मतदान केन्द्रहरूको प्रोफाइल हामीले बनाएका छौँ।
हामीलाई थाहा छ कुन मतदान केन्द्रको अवस्था के छ, त्यसको ओभरअल SWOT भन्छ नि, SW स्ट्रेन्थ, विकनेस, अपर्च्युनिटिज, थ्रेटहरू के छन्, सोर्ट एनालिसिस सहितको प्रोफाइल हामीले बनाएका छौँ। त्यही किसिमले हामीले सुरक्षाको प्रबन्ध पनि गरेका छौँ, अन्य कुराहरू पनि त्यही किसिमले भएका छन्। त्यसैले तपाईँहरूलाई चाहिँ संशय नहोस्, कतै यो केन्द्र कहाँ हो कसो हो भन्ने कुरा सरहरूलाई जानकारी छैन कि भन्ने कुरा नहोस्। अघि हिसाबले भन्नुभयो, हामी सबै मतदान केन्द्रहरू चाहिँ हामी जोइन्टली एकचोटि हामीले चाहिँ भ्रमण गरेर चाहिँ सबै त्यहाँको हेरेर आएका छौँ।